टक्क लाएर खतरा है खोला आएर पुरै जुत्तामा पानी छेर्छ भनेर होइन कता हो अझै अगाडि जानुपर्छ क्या हो है खतरा जाउँ जाउँ गाह्रो हुन्छ नि गहिरोमा आम्बो क्या दोहोरो छ त ओए टच बेल टच आम्बो के हो यस्तो जाउँ जाउँ ल जाउँ टच टच या जाउँ 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 ढुङ्गा मुनिबाट टक्क लाएर होइन जाउँ जाउँ केटा अलिक चाँडो जाउँ न त्यस नभन्न भान्जो डराउँछ अनि म बबाल बबाल ओ माई गड यहाँ चाहिँ ठिक गएको जस्तो छ दामी भयो मोबाइल झऱ्यो भने थाहा छैन मलाई ठक्क लाएर दाङ राइट खडा है खतरा हुन्छ मेरो ल आधी मात्र निकाल छन् न मामा चाहिँ एकचोटि छन् ल मामाको हानिदिनु पऱ्यो कि एकचोटि छन् न ल के गरे पहाड खिचे खोइ 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 माना खिच्छ अब मैं हात कामिरहेको मैं यदि निकाले यार छिटै मेरो हात कामेर भिडियो हल्लिरह आम्मै जाउँ अब त पुग्यो मलाई त मेरो नि मेरो पनि छिटै भए मैले गर्दै गाइस हामी चाहिँ पर्खिनु लगाएको होइन हाम्रो सर आउँदै हुनुहुन्छ अब हामी चाहिँ घर फर्किँदैछौँ त्यतिर चाहिँ बोबा चाहिँ साइकलहरू काम छैन मुखभरि गयो हावाहरू राइडर हुनुहुन्छ ओइ बाटो त यस्तो छ बाटो हेर्नु यहाँ गाइस बाटो
बाटो एकदम खतरम छ तर बवाल छ ठाउँ एकदम होइन घुम्न आउनुपर्छ माइन्ड फ्रेस हुन्छ घरमा मात्र बस्नुहुन्न बाटो एकदम खतम छ यसरी हेर्नु यहाँ त हामी घरतिर जाँदैछौँ बिस्तारै होइन माछा मारिदिइसक्यो अरे यहाँ चाहिँ माछा हो भाइ माछा हो ल भाइ यहाँनिर हामी यहाँ भाइहरू चाहिँ माछा मार्दैछ होइन होला त्यो उसको पानीहरू हो कि कहाँ बाढी यत्रो हुन्छ त्यो मलाई यस सर यस राइडर सर क्या चिटिक्कको घर हो न चकचके बाँदरहरू हो यहाँ चाहिँ आफ्नै लुगा भिजिरहेको गाइस होइन यसो हामी आफ्नै लुगा भिजिरहेको माथि भयो परेर नि के गएन त्यहीँनिर छ तिनीहरू बाटो त खतरा हो कि कस्तो हान्दै नि हुन्थ्यो माइ दुई तिन झापट लगाएर आए नि हुन्थ्यो खाएर आए नि हुन्थ्यो यस्तो घरै बवाल लाग्छ हौ म त पक एकछिन रोक साथीकै पिटाइ भेट्दाखेरि मलाई आफ्नै लुगा भिज्यो अलि के भएन बाटो त कस्तो खत्रै हो बाटो त यिनीहरूले छेड्छ यो कपाल त डर भइरहेको नि टक्क पढिखेल राख है केटाहरू त मेरो हिँडिँदैन जस्तो भएर त्यस्तो पानी ल भ्यू त फिल्टर गरेर दिनु पर्ने ओइ के भन्छ यो पानी त मुखमा निल्दा भने के वाक वाक सक आथेन है खतरा हो नि खतरा है ओ माय गॉड को सुबिन डुबिला हैन ओइ आइज भन्ने थियो नि यसले मुची म डुब्यो के रे के लागे म त खोल्ने
होइन त्यो भित्तातिर त गइरहेछ है भित्तातिर चाहिँ गइरहेछ है मोटे है टक्क लागे म त खोलेको नतिरैतिर चौतारीमा फिरे आनन्द है त्यो माथिको बाटो चाहिँ कहाँ जान्छ होला है मोटे त्यो माथिको बाटो हेर्न के नहान्ने सेल्फी हानौला आँखा त पुरै सुशीलको त कालो कालो भएको छ पुरै पौडीमा डुबे जस्तो कस्तो पौडीमा डुबे जस्तो हेर है जाउँ जाउँ ल जाउँ टक्क लाएर यत्रो डाँडा काटेर जानुपर्छ होइन मलाई नि त्यस्तै लागिरहेछ तर पौडी खेलेर टक्क लाएर पौडी खेलेर के को यो है यता हेर त डेन्जर छ त यता भान्जा दोले यो बुढ्दा टक्क लाएर दामी माछा यहाँ चाहिँ खतरा है केटाहरू पछाडि पछाडि आउँदैछन् हामी चाहिँ यसो टक्क लाएर यहाँ अगाडि अगाडि म चाहिँ माछा साछा हेरौँ भनेर यसो माछा धरो छ क्या यता ला 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 लो 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 खतरा माछा हामीसँग छ माछा 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 भ्याएको त ओ दामी कलर या डेन्जर ओरेन्ज ओरेन्ज डेन्जर छ माछा त दामी खै त केटाहरू आउँदैन त केटाहरू कता गए आउँदैन त मोराहरू टक्क यहाँ चाहिँ अब के अरे महोत्सव हेर्ने हामी चाहिँ होइन महोत्सव हेर्नु टक्क लगाएर यता यता देखाउँ न यस्तो क्या यता तपाईँ र मैले देखाउनु आज हेर्न आएछौँ आउनु आउने हो होइन किनहरू हामी त छुट्टिन्छ त अनि यस्तो ए केही छैन बाटो यति छ तिनीहरू यतै गयो होला पक्कै त्यसलाई साङ्ला बाँधेर राखेछ हेलो गाइज हामी चाहिँ आज एकदम जात्रा घुम्न आएको यहाँ गाउँठाउँमा सकिन लाग्दाखेरि जात्रा पनि यसो हेरियो मान्छे चाहिँ धेरै आएको छैन रहेछ पेटी आले आएको भन्छ
गायिका निशा लामाज्यू पनि हुँदै हामी माझ आउँदै हुनुहुन्छ। यसै गरी मोडल बबिता गुरुङज्यू पनि हुँदै हामी माझ आउने। यहाँको कस्तो परेको छ अब परेको छ छैन मलाई थाहा भएन। सबैजनाले हात उठाएर मोबाइलको लाइट बल्छ भने लाइट बालेर एक लाइन गाउन चाहन्छ है त। यहाँले ताली चाहिँ बजाइदिनुहोस् न हौसला दिनुको लागि है त। कति बोलाउँ सुसेली पुग्दैन पुरी बसौँ भेटैले हुँदैन। कति बोलाउँ सुसेली पुग्दैन पुरी बसौँ भेटैले हुँदैन। उकालीमा कति धैरानी जाउँदा छाडी सम्झाइन रानी जाउँदा छाडी सम्झाइन रानी। त्यसै गरेर मैले आदरणीय पुराना व्यक्तित्व किशोर दाजु दाइको पहिलो कामना आज मेरो छैन